morning guys. प्राइस पैसा चाहिँ 237 रुपियाँ लोटस टेम्पलसम्म हाम्रो ड्राइभर आइसियो है आउँदैछ। फेरि हाम्रो ड्राइभर आउँदैछ। हामी चाहिँ बिहान उठेर पनि हामी यो होटलमा बसिरहेको छौँ। यो होटलमा सो यहाँ पानी भएको भएर यता साइडमा आएको। हामी चाहिँ यहाँबाट अब जाँदैछौँ लोटस टेम्पलमा। त्यहाँ गएर आज घुम्नेछौँ लोटस टेम्पल। रेड फोर्ट जान्छौँ अनि त्यसपछि इन्डिया गेट जान्छ। इन्डिया गेट जान्छौँ। आज त्यति तिनवटा घुम्छौँ अनि त्यसपछि त्यताबाट घुमेर भरे फेरि यता आउँछौँ। अनि टुमोरो मर्निङ चाहिँ हामी कहाँ अरे आग्रामा के छ अरे ताजमहल आग्राको ताजमहलमा घुम्न जान्छौँ। अनि ताजमहलमा घुमेर अनि उतैबाट हामी हैदराबाद जान्छौँ। यहीँबाट हैदराबाद गएर अनि उतैबाट मेबी के भन्छ त्यसलाई हामीले चाहिँ यो लाइक इन नेपाल पठाउ टाइपको बुक गरेको छ। अब हामी चढ्दैछौँ। 4676 It's more comfortable than yesterday, bro. हिजोभन्दा यो स्पेस अलिक धेरै रहेछ। जाँदैछौँ गएर अनि कितना बजे ओपन होता है वो? हेलो हामी चाहिँ भित्र छिर्यौँ। यो चाहिँ कहाँ आइपुग्यो थाहा छ हामी? एउटा देखाउँदा लोटस कहाँ छ? त्यहाँ छ लोटस। हरियाली रहेछ, राम्रो रहेछ सर। कस्तो शीतल रहेछ है, राम्रो लाग्यो। तपाईँहरूलाई देखाउनुहोस् है त। हामी चाहिँ आयौँ। ठाउँ चाहिँ राम्रो, एकदम राम्रो, स्पेसियस, कति ठुलो ठाउँ रहेछ तपाईँ। अनि यहाँ छ बखाइहरू टेम्पलहरू होइन। अनि त्यसपछि चाहिँ खासमा यहाँबाट चाहिँ यो झोलामा जुत्ताहरू हालेर जाने रहेछ। यतापट्टि साइडबाट कति धेरै मान्छेहरू गइरहेको छ। हामी चाहिँ नजाने निर्णय गऱ्यौँ किन जान, त्यहाँ मेडिटेसन गर्ने ठाउँ छ। पुगेपछि हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ यता जाँदैछौँ। क्यारेक्टर नाम यहाँ घुमेर सक्यौँ। अनि आएर चाहिँ हामी यहाँ खाँदैछौँ नरिवल पानी। अनि म पनि खाँदैछु। मेरो बुढीले अब मलाई वास्ता नमाने भयो। अब छिट्नु परिहाल्यो, कालो भयो म चाहिँ होइन। म नि लगायो भने राम्रै रहेछ फेरि यस्तो होइन। म चाहिँ अलो नै छ मेरो चाहिँ। हामी चाहिँ भर्खरै घुम्यौँ लोटस। अब चाहिँ अझ यतातिर चाहिँ पपको भित्र पनि चिकन अब भेज के पाउँदो रहेछ। सो यो मन्दिर नजिक भएको भएर चाहिँ दे आर नट अलाउइङ अस फर द मिल। सो हामी चाहिँ यहाँनिर भेज पप ट्राई गर्दैछौँ। लेट्स ट्राई। हाम्रो चस्मा त किन्यौँ एकदम ब्रान्डेड चस्मा किन्यौँ। भेजिटेबल पप मलाई चाहिँ चिकन मनपर्छ खासै। भेजिटेबल चाहिँ खासै मन पराएन। कस्तो लाग्यो? मिठो थियो। रेट आउट अफ 10। रेट आउट अफ 10।
हामी चाहिँ मेट्रो चढ्ने ठाउँमा आएको छौँ। हामी यहाँ मेट्रो चढ्ने ठाउँमा आएको छौँ। अहिले चाहिँ के भनेको छ भनेदेखि हामी त्यहाँनिर अघि नै पप खायौँ अनि पप खाइसकेपछि चाहिँ हामी अब त्यहाँनिर एउटा लोकल मार्केट छ अरे भनेर हामीलाई मार्केटमा लग्यो त्यो ड्राइभरले 20 रुपियाँ आइसी लिएर। बट इट वाज सुपर नियर होइन, एकदम नजिकै थियो, त्यही पनि त्यसले ठग्यो हामीलाई 20 रुपियाँ लिएर। अनि त्यसले चाहिँ के भने त्यहीँबाट मेट्रो नजिक पनि पाउँछ, मेट्रो चढेर जाऊ तिमी इन्डिया गेटको मेट्रो चढ भन्यो होइन। अनि हामी गयौँ अनि टिकट काट्नु लागेको, टिकट पनि इन्डिया गेट भन्ने टिकटै पाउँदैन रहेछ, त्यही पनि उसले टिकट काटिदिएको छ। अनि अब हामी कहाँ जाने राम्रो हो? मलाई चाहिँ दुबईको याद आयो, दुबईमा पनि यस्तै थियो क्या मेट्रो युज हुन्थ्यो अनि यस्तै थियो। सो मलाई दुबईवाला फिल आइरहेछ। ट्रेन टक्क आउँछ नि यहाँ ढोकानिर टक्क रोक्छ अनि ट्रेन रोकेपछि ढोका खुल्छ अनि हामी छिर्ने निस्किने मान्छे निस्किने। हामी चाहिँ अहिले यो ठाउँमा छौँ, युआर हियर भन्ने कालकाजी मन्दिरमा। हामी जानु पऱ्यो त्यो येलो लाइनमा, हाउस खासमा जानु पऱ्यो। त्यहाँबाट ओर्लेर अनि हामी चाहिँ जानुपर्छ इन्डिया गेट। हामी जाने ट्रेन आयो, यसरी आउँछ अनि ठ्याक्कै हाम्रो दोकानतिर आएर रोक्छ। सरी मेट्रो आउनु बरु रेडी भएर बस्नु। यस्तो हुन्छ, यो भइसकेपछि भित्रको ढोका खुलेपछि अटोमेटिक यो बाहिर पनि खुल्छ भित्र पनि खुल्छ। सो जाने मान्छे छिर्ने, निक्लिने मान्छे निक्लिने, यस्तो छ भित्र। मेट्रो युजर्सहरू क्या यति धेरै हुँदो रहेछ, यति धेरै हुँदो रहेछ मेट्रो युजर्स। हामी चाहिँ नजान्दो रहेछ यार कहाँ कहाँ हो के हो, यता र उता हुँदो रहेछ। हामी चाहिँ रोक्छौँ मजा यति व्यवस्थित यति धेरै दौड पुग्दो रहेछ क्या, रमाइलो रहेछ, रमाइलो हुँदैछ। तर हामी चाहिँ इन्डिया गेट भन्ने ठाउँमा आइसक्यौँ। उनीहरू चाहिँ फोटो खिच्न ल्याइरहेछ अनि त्यहाँनिर के समथिङ के को सालिक छ होइन, लेट्स सी। हामी यता जान्छौँ किनभने मलाई लागिरहेको छ। यस्तो गर्मी भयो, यति धेरै गर्मी भयो। फर्स्टमा त टोइलेट जानु पऱ्यो, ठाउँ एकदम रमाइलो लाग्यो। ऊ त्यो गेट चाहिँ इन्डिया गेट रे, ऊ त्यो अहिले त्यहाँ गएर खिच्छु। पहिला एकदम धेरै चिसोपछि लेट्स गो वासरुम फर्स्ट। राइट गाइस, ल ऊ त्यहाँ देखेन अघि नै कस्तो। पहिला चाहिँ हामी वासरुम जानु लागेको, वासरुम जाने ठाउँ चाहिँ यता रहेछ। धेरै वासरुम प्लस फुड पनि यतै छ नि। मैले त फुड कोर्ट देखेको थिएँ, मैले भर्खरै बनाएको। धेरै गर्मी छ, हाम्रो अवस्था यस्तो छ। हामी चाहिँ यार मजा आयो। तर फेरि कम्स मोमो इन सिक्किमे फुड्स है खाँदैछ हामी, तर बबाल लाग्यो। हेर ठाउँ यसो इन्डिया गेट भयो। मेरो बुढी अगाडि हिँड्दैछ, गर्मी छ एकदम। कस्तो राम्रो रहेछ त्यहाँतिर बस्ने स्पेसियस ठाउँहरू। सिमी ओ माई गॉड
धेरै होइन 42 43 यताहरू पनि कस्तो लागिरहेछ रमाइलो लागिरहेछ यहाँ गर्मी पनि लागिरहेछ पऱ्यो होइन गर्मी पनि अति गर्मी यो चाहिँ इन्डिया गेट भयो बिग भ्यू छ अनि यतापट्टि एउटा यस्तो नजारा छ अनि यहाँ मैले दिल्लीमा सिकेको चाहिँ इट्स भेरी हट तर यो ग्रिनरीले गर्दाखेरि चाहिँ यो होइन रुखहरूले गर्दाखेरि चाहिँ मजाले यो हावा चलिरहेछ क्या यो चाहिँ बेस्ट थिङको यहाँ चाहिँ एकदम राम्रो लागेको चाहिँ त्यो लाग्यो यता पनि राम्रो छ पानीको रहेछ यहाँ चाहिँ कस्तो छ बुढिया त हेर त कस्तो लाग्यो इन्डिया रमाइलै छ गर्मी छ है कति सफा पानी त यो अति बवाल पानी लाग्यो यार आजीको डल्लो जस्तो थियो त होइन र ए डेन्जर हुँदो रहेछ सबै त्यो सामानहरू भत्काइदियो यहाँको भत्काइदियो सबै ढलाइदियो हावाहुरी बतासले धुलो उडाइदियो हावा यति धेरै हावा हो नि धुलै धुलो गन्ध आयो कुर्ता हेर्न आएको मम्मीको लागि तर मैले खासै राम्रो चाहिँ भेटिनँ हेर्दै थिएँ हुरी बतास लागिरहेको छ कुरो चाहिँ टी सर्टहरू हेर्दै हुनुहुन्छ कस्तो लाग्यो त्यो मन परेन त्यो ओ माई गड त्यो त एकचोटि कुवेतमा यस्तै आएको थियो त्यस्तै भयो त्यस्तो कलर होइन बुढो यस्तो कलर कि त यस्तो कलर कलर त्यस्तो राम्रो नि यो जाली जाली त नै नट गुड क्वालिटी त्यो कपडा राम्रो यस्तो डेन्जर धुलो उडिरहेको छ हौ भोलि पत्ता सुहाउँदैछ ठिक हुन्छ भने त राम्रै छ तर लार्ज साइज गयो कस्तो हुरी बतास लागिरहेछ सबजना भित्र छिरिरहेछ अघि त यो लगेसके सबै उडाएर लिएर गयो फाइनली गाई भने चाहिँ धेरै सपिङ गरिसक्यौँ होइन मसिनो चिजहरू लाइक सस्तो बजारबाट किनेको धेरै चिजहरू किनिसक्यौँ अरूको लागि पनि अरूको लागि त कि मम्मी एन्ड बाबाको लागि त्यो पातलो टी सर्टहरू अनि यस्तो पातलो टप्सहरू टाइपको किनेको छु सो वी आर गोइङ हियर फर फुड एनी टाइम चाहिँ 8 बजिसक्यो अनि हामी चाहिँ वेदर नट गुड अनि उता पुगेको छ वेदर राम्रो छैन भनेर सो वी सुड गो इनसाइड एन्ड एट इट